हेलो साथीहरू सम्पूर्णमा नमस्ते झोरले भन्न चाहन्छु। नेपालभित्र रहनुभएका देश विदेश रहनुभएका सम्पूर्ण नेपालीहरूलाई मेरो फेरि पनि नयाँ भिडियो नयाँ ब्लगमा चाहिँ स्वागत गर्न चाहन्छु। साथै आज हाम्रो यात्रा चाहिँ अगाडि बढ्दैछ। अब कहाँ कहाँ पुग्ने हो त्यो त अब पछि थाहा नै भइहाल्छ। तर अहिले भर्खरैको समाचार अनुसार चाहिँ मेरो हाम्रो साथी रमेश पोखरेलको छोरी चाहिँ बिरामी भएछ भन्ने कुराहरू थाहा पाएँ। अब त्यसपछि अनि अब के हुन्छ भन्दै साथीहरूको पनि प्रतिक्रिया लिन चाहन्छु म। तोरपत दाइ स्वागत छ। धन्यवाद भाइ। केही कुराहरू राखिदिनु आजको घुमाइको यात्राको क्रममा। अब सबै साथी मिलेर हामी घुम्न गइरहेछौँ। कुन ठाउँमा? चितवन गइरहेछौँ। अब त्यहाँ पुगेपछि हामी अरू विशेष कुरो गर्छौँ। मित्र धन स्वागत छ। धन्यवाद मित्र बिरु दाई बिरु होइन। अब आजको यात्राको क्रममा केही शब्दहरू राखिदिनु पर्यो। अब आजको यात्रा चाहिँ बालकृष्ण भाइसँग धेरै दिनदेखि चाहिँ धेरै काम गर्दा गर्दा डल भयो। यसो घुमाउन फ्रेस भयो न साथीभाइ मिलेर भन्ने कुरोमा चाहिँ गर्दै जाँदा बालकृष्णले पनि गाडी भएको नाताले चाहिँ उसले हिम्मत गरेपछि साथीभाइ यसो जमघट भयौँ। कोही साथीहरू छुट्नु भयो होला, कोही साथीहरू जुट्नु भयो होला। यही मुड फ्रेसको लागि चाहिँ एउटा नयाँ ठाउँ चाहिँ चितवनको चाहिँ परासी भन्ने ठाउँमा चाहिँ होमस्टे छ अरे भन्ने बालकृष्ण भाइले नै पत्ता लगाएको हुनाले 2 दिनको यात्रा चाहिँ यसो गएर चाहिँ यसो मुड फ्रेस गरौँ र साथीभाइसँग रमाइलो गरौँ भनेर सकेसम्म सबैलाई समेट्न खोज्या हो। कसैको के मिलेन, कसैको के मिलेन। यो कार्यक्रम नै यस्तो रहेछ। यात्रा गर्दाखेरि जसको जो मिल्छ त्यतिखेर हिँडिहाल्नुपर्ने रहेछ। त्यही नै सहजता हुन्छ र यो सहजतालाई अब रमाइलोपूर्ण यात्रामा परिणत गर्दै अब हामी हिँड्दैछौँ। हिँडेर त्यसको चाहिँ परिणामहरू हामी आइसकेपछि फेरि बताउनेछौँ। धन्यवाद। बालु भाइ। हजुर दाइ नमस्कार। भिडियोमा स्वागत गरेँ। धन्यवाद दाइ। आजको हाम्रो घुमाइको यात्राको क्रममा केही 2 शब्दहरू बोलिदिनु पर्यो। हाम्रो यात्रा चाहिँ अब एकदम यो लामो प्लानिङ होइन। धन्दै हामी एक दिन यसै गफ हुँदै जाउँ न फ्रेस भएर आउँ भन्ने भएपछि ल जाउँ न त भने हिँडेको हो। आजको यात्रा चाहिँ हामी चपुरबाट नवलपरासी चितवन पारीको जिल्ला पूर्वी नवलपरासीको डन्डाबाट दक्षिणतिर रहेको अमलटारी भन्ने होमस्टे एउटा कम्युनिटी बेस्ड होमस्टे छ। त्यहाँ चाहिँ योभन्दा अगाडि पनि गएको र एकदमै राम्रो लागेको हुनाले एक दिन दाइहरूसँग जानुपर्छ भन्ने थियो। त्यही भएर हामी त्यहाँसम्मको यात्रा हो। तर यसै क्रममा केही अब कठिनाइहरू आएको छ। अघि सुरुमा बिरदाइले पनि भनिसक्नु भएको छ। अब त्यहाँ पहिला हामी जान्छौँ, छोरीको स्वास्थ्य हेर्छौँ, अनि त्यसपछि डिसाइड हुन्छ होला अब के गर्ने भन्ने। यही हो अहिलेको लागि चाहिँ। धन्यवाद। यहाँहरूले थाहा पाइहाल्नुभयो होला हामी कहाँ घुम्न जाँदैछौँ भनेर। तर त्योभन्दा अगाडि साथीको छोरीको स्वास्थ्य कस्तो छ, समस्यामा छ भने चाहिँ अब त्यही अनुसारले अगाडि बढ्नुपर्ने हुन्छ। हेरौँ के हुन्छ।
साथी रमेशको छोरी चाहिँ रमेशको छोरी हाम्रो छोरी उयो डाइरिया भएर चाहिँ 1-2 दिन रेस्ट गर्नुपर्ने नै भएको रहेछ। क्लिनिकमा अहिले पनि पानी चढाइराखेको हामीले देखेँ। त्यस कारणले गर्दाखेरि अब साथी चाहिँ नजाने भयो, तर हामीलाई जाऊ पछि म जाम्ला भन्ने किसिमको कुरा गरेको भएर हामी चाहिँ अगाडि बढेँ। साथीहरू हामी आइपुगेँ यो काँवरसोती हुँदै यो अमलेटार बागखोरमा चाहिँ होमस्टेको लागि भर्खर आइपुग्यौँ। अब यहाँ के कस्तो छ त्यो सबै कुरा यहाँहरूलाई केही मात्रामा भए पनि देखाउँला। रहेको कुरा बाटोको दृश्यहरू चाहिँ हामीले कैद गर्न पाइएनौँ, हेर्दै जानु होला अगाडिको दृश्य कस्तो हुन्छ। दाइ के छ भाइ राजा? ठिक छ, लोकेसन राम्रो लाग्यो अहिलेसम्मको। अब पछि के हुन्छ हेर्दै जाउँ अनि खिच्दै पनि जाउँला, कैद गर्दै पनि जाउँला। बालु भाइ बिचको बाटोको यताउता गतिविधिहरू चाहिँ देखाउन सकिएन होइन? ठिकै। दाइ यात्रा कस्तो भयो? यात्रा राम्रै भयो भाइ। राम्रो भयो नि, बेलैमा आइपुग्यो होइन धना है? अब बेलैमा आइपुग्यो, तर एउटा दुःखको कुरा मेरो माइक चाहिँ कता छुट्या त मैले निकालेर त छैन। त्यहाँ उयो यसमा हालेको यहाँ त छैन। खल्तीमा पनि हालेको थिएँ मैले एकचोटि। ठिकै छ, केही छैन। अब स्वागतको लागि चाहिँ पानी ल्याइदिनु भएको, पानी खाउँ अनि त्यसपछि रुम हेरौँ। लु कस्तो यसमा के यसमा भन्नु त? केही भने होइन, पानी खाउँ के भने होइन, त्यो खानेकुराहरू यताउता रमाइलो गर्न आन्छ, खाइहालिदिन्छ हो। के टेन्सन हो? गएर रुम हेरौँ, पानी खाने अरू रुम हेर्न जाने हो। खोला छेउमा हाम्रो व्यवस्था छ। त्यही त होइन, ठाउँ त राम्रो लाग्यो भाइ। हाम्रो माइन्ड योर हेड। घरमा आइसक्यो तपाईँ? हामी वेटिङमा छौँ। म्यामसँग भेट भइसक्यो हजुर। अहिले हामी रुममा जाँदैछौँ रुमको लागि। धन भाइ म पछाडि छौँ। देख्नेहरू अगाडि छ, यस्तो छ हेर्नु होला। शान्त छ, कोलाहलभन्दा बाहिर। ओ गेम खेल्दैछ, कुन गेम हो कुनै? सरी, पूर्वी नवलपरासी पनि दुईवटा रहेछ, आज थाहा पाइयो। हिँड्दैछौँ आज नयाँ डेस्टिनेसन, नयाँ प्लेस भिजिट गर्दैछौँ। अब अवस्था त अब के भन्नु, हामीले भनेर केही सुधार हुने होइन। मात्र ठाउँहरू देखाउनु पर्यो। गाउँले जीवनको स्कुलहरू त्यही स्तर चाहिँ राम्रो होस्, शिक्षा स्तर चाहिँ अरू भने यस्तै के बोलिरहेको छ? भौतिक स्तर भने कहाँ टच बोलिरहेको छ ब्यागभित्र। हो र? टच पनि देखाएँ कि मैले। त्यही त बोलिरहेको छ। अब हिँड्दाखेरि यात्रामा है, ए हो यात्रामा हिँड्दाखेरि रात बिरात हिँड्नुपर्छ, कता के हुनुपर्छ, त्यही भएर मैले टच ल्यायो है। अनि यस्तै हो। ल हामी आइपुग्यौँ। अब एकछिन यसो रेस्ट गर्छौँ, फ्रेस हुन्छौँ। हेर्नु होला हरियाली दृश्य, हरियाली त छैन, यो काँसघारी हो।
खोलाको तिरमा पर्छ यो। आयो अब हामी एकछिन फ्रेस हुन्छौँ अनि फेरि यहाँहरूलाई यो गाउँको विषयमा देखाउने जमर्को गर्छु। यो चाहिँ 15 नम्बर होमस्टे हो, नारायणी खोला तिरमा अवस्थित छ। कोलाहलभन्दा बाहिर छुट्टै आनन्दको छ यो चाहिँ। यो पहिलाभन्दा कम्पाउन्ड थिएन त? पहिला फ्याट थियो सर, अनि यो अहिले बाढीले गर्दा पुरेर अनि सबै छाडियो। बाढी आउँछ यहाँ पनि? एकचोटि आएको त्यो कुन नदी हो? यही सानो गुन्द्रे खोला। कुन खोला? गुन्द्रे खोला भन्छ। गुन्द्रे खोला? ए यस्तो छ। यो पनि राष्ट्रिय निकुञ्ज हो, हाम्रो चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतै पर्छ होइन? यो पनि यो चितवन राष्ट्रिय निकुञ्जको नवलपरासी अन्तर्गतको यो अहिले गणतन्त्र आइसके पछाडि यो चाहिँ अहिले 77 जिल्लामध्ये 2टा जिल्लामा एउटा यो पनि जिल्ला बढेको। यो पूर्वी नवलपरासी जिल्ला भन्छ यसलाई। पूर्वी नवलपरासीको अहिले काउसती नगरपालिका अन्तर्गतको अहिले हामी यो होमस्टे एरिया अमलटारीमा छौँ। यो जुन देखिरहनु भएको छ ब्याकग्राउन्डमा यो चाहिँ चितवन राष्ट्रिय निकुञ्जको एउटा जङ्गल हो यो पनि है। राम्रो लाग्यो। जे होस् अलि फ्यामिलीहरू आउँदाखेरि चाहिँ झन् बेटर हुन्छ। मलाई चाहिँ कस्तो लाग्यो भने एकदम शान्त वातावरण छ। शान्त वातावरण छ, खेल्ने खाने बनाउने सबै कुराहरू। यो वाल थिएन, वाल लगाएछ। राम्रो लाग्यो। हाम्रो यो होमस्टेको नाम चाहिँ यही हो, वेलकम टु होमस्टे। वेलकम टु होमस्टेमा हामी अहिले, किनभने यो चाहिँ ठ्याक्कै जङ्गल छेउमा अथवा यो खोला छेउमा छ। अहिले खोला त देखिँदैन। अब हाम्रो रुम चाहिँ यो हो। हामी दुईजना यहाँ बस्छौँ, अब जो बसे पनि। अनि अर्को यो टिपिकल लालटिन हेर्नु होला। अनि दुईजना यहाँ बस्छ। राम्रो छ एकदम। हेर्नु एसी, प्लान्टहरू। म यहाँहरूलाई बाथरुम पनि एकदम सलिड छ। यसरी यहाँ हाम्रो टेबल एउटा आफ्नो छुट्टै घर जस्तै छ। वेलकम टु होमस्टे भनेर लेखेको छ। आउनु होला, इन्जोय गर्नु होला। जङ्गलको पनि यहाँ सफारीहरू पनि हुन्छ। यहाँबाट पनि जङ्गल सफारी गर्ने हो भने पनि त्यो प्याकेजहरू छ क्यारे। त्यो चाहिँ हामीले ल्याएको छैनौँ। बाला भाइ जोर अब हामी घुम्न त आइयो है। हामी त यहाँ यो ठाउँको अनभिज्ञ मान्छे हौँ। हजुर, तिमी त पहिला पनि घुम्न आएको रहेछौ। यस। लु न अलिकति यसो जानकारी गराउँ न है। यो चाहिँ अहिले हामी एकदम अमलटारीको प्रोपर यो जुन होमस्टे भएको कम्युनिटी बेस्ड होमस्टे छ त्यही गाउँ अहिले हामी घुम्दैछौँ। हाम्रो चाहिँ आज बसाइ 15 नम्बर होमस्टे नम्बर 15 मा हाम्रो बसाइ छ। यसमा यहाँ पनि नम्बर हुन्छ हो, सबैको नम्बर दिएको हुन्छ। यति नम्बर उति नम्बर भनेपछि हो, अनि त्यहाँ त्यही नम्बर अनुसार बुक गर्ने होटल पनि, होमस्टे रुमहरू पनि। यहाँ त मैले हिजो अस्ति त यसो हेर्दाखेरि त के अरे यो सांस्कृतिक कल्चर प्रोग्रामहरू अहिले हामी त्यही त्यो सामुदायिक कल्चर सेन्टर हामी घुम्न पनि जाने हो। हामी बेलुका यहाँबाट अहिले 1.5 किलोमिटर पर छ। अनि हामीले बेलुका त्यो हेर्न पाउँछौँ? त्यो चाहिँ अब मलाई त्यति ज्ञान भएन। योभन्दा अगाडि हामी अझै हेर्न पाएको थियो। अब अहिले त खोइ त्यति गेस्ट छ जस्तो लाग्दैन। यो अफ सिजन पनि त हो नि अहिले। कस्तो अफ सिजन? यो त झन् सिजन हो नि। अहिले अलिक बेला भएको छैन कि। यो त झन् तराईमा यो गर्मी हुन्छ नि त यो बेला त। लौ तराईमा त गर्मी छ नि त अहिले। त डाँडाहरू घुम्न जाने ट्रेकिङहरूको बेला हो क्या होइन। जस्तो अहिले यो घुम्ने भए त साथी लिएर आउने, अँध्यारो हुन्छ, झिसमिसमा घुम्ने ठाउँ हो नि त। के भन्न खोजे भाइले? अब त्यो त थाहा भएन है। तैपनि हामी गाउँ भिजिट गर्दैछ। यस्तो गाउँ त अब हामी यही गाउँ रहेछ, बाखोर गाउँ। यस्तै गाउँमा जन्मेर हुर्केको ठाउँ हो। के अरे मान्छे हौ। रातोमा टर्चिन्छ झन्डै एट्याक गरेको। हामी हिँड्दैछौँ, गाउँहरू भिजिट गर्दैछौँ।
होइन बच्चा होला कि त्यसको पैसा हो पर्छ के होइन होइन बच्चा होला सोलिड राँगा रहेछ हँ? उयो राँगा नि त्यो बच्चा होला के त्यो माउको त्यही भएर हतारेर गएको घरभित्र छिर्यो त घरभित्र छिर्यो हौ ए हो तर्सेकै हो कि क्या त्यो कालोले तर्स्यो भुतै लाग्यो क्या रातोमा तर्सिनु पर्ने हो मैले त बच्चा नजिक भयो भने त ऊ हुन्छ नि त त्यही भएर भन्न ठानेको त्यही हो यस्तै छ ठाउँ टिपिकल गाउँ हो आउनु होला हेर्नु होला गाउँको भिजिट गर्नु आन्तरिक पर्यटकको चाहिँ प्रवर्धन गर्नु होला यहाँ यो जङ्गल सफारीको लागि चाहिँ यहाँ लगभग सबै होमस्टे हो जङ्गल सफारीको लागि चाहिँ यो जिप प्रयोग गरिन्छ होइन ल्याउने लाने गर्दा नि कहिले भने साधारण हुँदा नि परिवार ल्याउँदा चाहिँ कागजपत्रीसँग आयो भने त यिनीहरूले ल्याइदियो भने त त्यो पनि सस्तै पर्छ अहिले हामी जहाँ बसेको त्यो चाहिँ नेपाल होमस्टे सङ्घको चाहिँ अध्यक्षको घर हो थियो थाहा छैन मलाई एमाले होला होला न त त्यो अरूसँग त तिम्रो सङ्गतै हुँदैन नि होइन भन्ने होइन सरी है हाम्रो यहाँ अलिकति यो कता कताबाटको यो गफको क्रममा चाहिँ ठट्टा मजाक भइयो भाले कुखुरा यो त अब होमस्टे भएन के लोकल छैन उसको चिपटको त त्यो उलिया हुन्छ के यहाँलाई अब देखाएँ छेउछेउबाट हिँड्ने के ए हामी चाहिँ एकछिन यसो घुमघामको लागि चाहिँ आयौँ यहाँहरूलाई चाहिँ यहाँ पाइने वन्यजन्तुहरूको प्रतिमूर्ति चाहिँ यहाँ हुबहु उतारेर चाहिँ राखिएको छ ओ आहा ए चित्र त खतरा रहेछ यहाँ पाइने बाघ अनि त्यसपछि यो हरिण यहाँ पाइने माछा गोही यो कुन गोही भन्छ हेर गोहीको पनि प्रजातिहरू हुँदो रहेछ गोही अनि हात्ती जय गणेश बाबा लु हात्ती एकदम हुबहु उतारे हेर्नु होला त्यो चाहिँ एउटा पार्कको यो गाउँको पार्क रहेछ बस्ने ठाउँहरू पनि छ माइक लस्ट भइहाल्यो मलाई दुःख लागेको छ नेता जस्तो कल्याणको अवस्थामा उसले बिचरा त्यो हामीले हामी घुम्यौँ अब फेरि हामी आफ्नो वासस्थानतिर जाँदैछौँ साथीहरू पनि हिँड्दैछ एकछिन पार्कहरू घुम्यो नारायण चाहिँ अलिक पर पर्दो रहेछ यहाँ पनि होमस्टेहरू छ यो नाचघर यही हो यो नाचघर त्यहाँको सांस्कृतिक भवन सांस्कृतिक भवन चलिए यहाँ दाइ तरेको देखाउनु है यस्तो गरी चाहिँ हामी तर्दैछौँ अनि यो भाइले कहाँबाट लान्ला कहाँ के अरे सङ्ग्रहालय हेर्ने भनेर भने होइन रहेछ बन्द भएछ यस्तो गाउँ कहाँ खोइ कता हो होमस्टे बाटो सब
कताबाट जानु फोन देखाइदिएको मैले हँ बोटे जातिहरूको बाहुल्यता रहेको यस बागखोर बस्तीमा चाहिँ बेला बेलामा चाहिँ अब पाहुनाहरू भएको बेलामा चाहिँ आफ्नो सांस्कृतिक झल्किने गरी नृत्य प्रदर्शनहरू हुँदो रहेछ। त्यो चाहिँ अहिले आज बन्द छ, देखाउन पाइएन। अब यहाँहरूलाई अब भोलि हामी सौरा जाँदैछौँ। सौरामा भेट्ने बाचाका साथ आजको लागि चाहिँ यहीँबाट बिदा हुन चाहन्छु। भिडियोलाई माया गरिदिनु होला भन्दै हस्त नमस्ते।